नमस्ते भन्न चाहन्छु भाइ। आज चाहिँ म यहाँदेखि सुरु भइजाने। दिस टाइम म डायरी पुगेर चाहिँ फिलहाल इन्स्टिट्युट आइरहेको छु। आज हिजो अलिक रिफिल मिलेको थिएन त पानीको। सो आज जस्ट है एउटा सराउन्ड गर्नु पानी है रिफिलिङ हुन्छ हेर्दै गर्नुहोस् भन्न चाहे। जस्ट टु सो है हेयर इज एन सेटअप है। छ त हाम्रो एउटै ट्याङ्कीबाट चाहिँ थुप्रै ठाउँ रोटेट गर्नुपर्छ त। यहाँ 4टा, यता इन्स्टिट्युटमाथि 3टा है। त्यही हो है, मैले यो देखाउनु खोजेको है कि म्यानेजमेन्ट मिलायो भने सकिन्छ भने नि है। यस्तै यसको टप फ्लोरमा 3टा सिन्टेक्स छ त। सो म त्यतिकै बसिरहेको थिएँ एन्ड आई हेभ टु गो। यहाँ पानी रिफिल गरेर आएछ राबौँ ल, ब्याक टु होम। हुन्छ हेर्दै गर्नुहोस् भन्न चाहे। यस दी भ्युज राबौँ ल। आज भने चाहिँ आइतबारे बजार म त्यतिकै आएको थिएँ है। जस्ट टु गेट दी भ्युज। हुन्छ हेर्दै गर्नुहोस् भन्न चाहे। यस्तै फिलहाल चलिरहेको समाजघाट। आज भने चाहिँ समाजको मिटिङमा पनि सानो प्रेजेन्ट हुन्छ हेर्दै गर्नुहोस् भन्न चाहे। हाम्रो भाइलाई है हाम्रो समाज रेजिस्ट्रेसनको लागि धेरै उहाँले है अघि बढेर उहाँले दुःख तर मैले यो बिरुवाको लागि चाहिँ पेमेन्ट बादमा भनेर चाहिँ भनेको छ। तर अब हामीले यहाँ लाउँदा फेरि 10 जनाले मात्रै फाइदा पाउँछ हो। एउटा केही समाजले सब गरेको एउटा समाजको नाम पनि हुन्छ नि। 32 जनाले चाहिँ एकै दिनमा रोपिन्छ नि बिरुवा। नारेको कसैलाई दिएर त फेरि नारेकै नाम लाग्छ। रोप्नु त बिरुवाले अब चाहिँ एकै दिन रोपिहाल्छ, राखेर त केही फाइदै छैन। तर अब यस्तै बार्नु चाहिँ परे जसरी पनि भोलि पर्सि फेरि अहिले यहाँ मिटिङ गरेर भोलि पर्सि म भ्याए कोही पनि भ्याउँदैन भन्ने चाहिँ त्यो भन्ने कुरा नि। अब कति जनाले हातेर ल्याउनु पर्यो मजाले सबै खानेर अन्त एउटा कुरा चाहिँ जति पनि मन्थली नदिएकोहरूले त्यति बेलै मैले मेरो भोजबाट गएर दिन्थेँ। तर पनि मैले 500 त दिइहालेँ त्यति बेलै। साह्रो पऱ्यो, दिनुहोस् न सबैले दिँदै गरौँ। अब होइन यसमा यो क्लियर भयो नि होइन, यो क्लियर हुन्छ मैले यति तारिक दिएको हो, यो दिन दिएको भनेर क्लियर हुन्छ, कन्फ्युज नहोस् भनेर यो गरेको। अब म अब पर्फेक्ट त लेख्नु जान्दिनँ होइन, अब कोही सिकेर आएको हुँदैन, म त्यस्तो परेको होइन हो। सबैले थाहा पाएकै कुरा जब तक जान्दैन त्यही भएर पढाएर लेखी मागेको म आफै हो। कतिले भन्छ होला अब सेक्रेटरीले लेखेँ, अब तर पनि म सिक्नेछु बेलुकादेखि आजदेखि चाहिँ अब पुरै प्र्याक्टिस कतिले भन्छ मनमा सेक्रेटरी लेख्नुपर्ने थियो भनेर होइन। तर म आफै भनेको पढाएको गाइड दिन्छ जब तक म राम्रोसँग लेख्ने यो अघिको लेखेको थिएँ नि। प्रश्न नम्बर आज तारिक 1/6/2025 आइतबारको दिन गाउँ समय तोकिएको छ 3 तारिक। प्रश्न नम्बर 5 मा आजको सभामा हाम्रो समाजको मिटिङ पहिला 3 महिनामा हुन्थ्यो र अबदेखि उता 2 महिनामा हुनुपर्ने भएको प्रस्तावले पारित भयो। प्रश्न नम्बर 5 प्रस्तावलाई लिएर त्यसको लागि चाहिँ भोलिपल्ट मन्दिर बनाएको हाम्रो यहाँ अलग्गै अब गर्छु होइन। मिटिङमा एटेन्ड कन्टिन्यू को हुँदैछ र को भएको छ हामी यो साइनबाट छुटाउँछु। त्यसले गर्दाखेरि सबैले आउँदैछ। मेम्बर व्यवस्था किचन पनि लेख्नु त हो यति नै हो।
समस्याको सल्लाह गरेर समस्या नौजना कोभिडमा हुँदैछ कि के हुँदैछ सबै होइन जान त अगाडि आउनुहोस् है होइन बाहिर आफू आफू तिमी यो बुढो मान्छेले अगाडि आज चाहिँ भने मेरो एक्ट आउट भनौँ न है बिहान गर्ने काम दिस टाइम आइम डुइङ फिलहाल चाहिँ तकरिबन 4 बजी क्रस हिर्का होला सायदै है त्यस्तै थियो है वर्कलोड सेड्युलमा चेन्ज हुन्छ हेर्दै गर्नुहोस् भन्न चाहे हुन्छ हेर्दै गर्नुहोस् भन्न चाहे मलाई त इट टेक्स टाइम यस्तो भयो यहाँदेखि फेरि यसो आएर चाहिँ यस्तो भयो नै छ यहाँ उता चाहिँ पानी जोड्न जाने बाटो र यो चाहिँ बिचबाट घाँसै बोकेर हिँड्ने बाटो है मेन गल्ली भेटिहाल्छ लाइक साथीभाइ आइएम डुइङ लाइक दिस कुनै पनि काम है जुन चाहिँ ठुलो बन्चमा छ भने लेट्स त्यसलाई चाहिँ थुप्रो भागमा लगाउनु भन्छ नि क्या त भन्न चाहेको एज एन है स्कुलमा हेऱ्यो भने वी आर ह्याभिङ अलिकति क्लास अप हुँदै जाँदाखेरि हामीसँग सब्जेक्ट बढेको हुन्छ नि त 5-6 वटा कम्पलसरी नो सो आई एम डुइङ माई वर्कलोड एज एन है त्यही कुरालाई पनि म के त डिस्ट्रिब्युट इन्टु निकै र पङ्क्ति बनाएर चाहिँ चारैपट्टिबाट के त कभरेज यस्तो भए अपनायो भने चाहिँ त्यही हो काम ज्यादा छ भने डिभाइड गर्नु भनेको जस्तै नि है सायदै मैले भन्न चाहेको तपाईँले स्पष्ट बुझ्नु भएन होला है बट आइम भन्न खोजेको चाहिँ त्यही हो आई हेभ टु कट अम्लिसो है निकै लामो समयसम्म काट्नुपर्छ त र सबै ठाउँ एकैचोटि सक्नुको लागि मैले चारैपट्टि काट्छु भन्न चाहेको है त्यसो गर्दा यहाँ त्यहाँ है धेरै ठाउँ एकैचोटि बाटो भेट्दै सकिँदै आउँछ त यस्तो वे अफ गिभिङ हुन्छ हेर्दै गर्नुहोस् भन्न चाहे वन्स अगेन एट्याचमेन्ट विथ मैले अघिदेखि नै भनिहालेको थिएँ है चारैपट्टि एकैचोटि सिद्ध्याउँदै ल्याउँछु भने है दिस इज द पोइन्ट एउटा बाटो नै भेटिन्छ है जुन चाहिँ मेन गल्ली हो है नाउ है जम्मै ठाउँमा पुग्न सक्छु क्या त अरू जग्गा पनि मेरो यस्तै खालको प्र्याक्टिस छ त दिस इज द वे टुवर्ड्स अब सबै ठाउँ पुगिहाल्छु यहाँबाट है अब धेरै छैन कम्ती छ हुन्छ हेर्दै गर्नुहोस् भन्न चाहे